हाम्रो अभियन्ताहरू बोलिसक्नु भएको छ होइन। किसान बचाउन 6 लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिन भनेर उहाँले खुल्ला चुनौती दिनुहुन्छ। सञ्चार माध्यमहरूमा आइरहेको छ सरकारले के हेरेर बसेको छ? तिमीहरूको नाटक हेरेर बसेको छ। र बाँदरहरूको धेरै माया लाग्दो रहेछ। मान्छे मार्दाखेरि मान्छेको भ्यालु नगर्ने यी दिदीहरू आज बाँदर मार्नुपर्छ भन्दाखेरि यिनीहरू अहिले आवाज उठाएर हिँडेका छन्। यिनीहरूलाई त्यो बाँदरको छेउमा लगाएर राखिदिउँ त। बाँदरले यिनीलाई ठोक्छ अनि त्यसपछि यिनीहरूले बाँदर मार्नुपर्छ भन्छ। नचाहिने कुरा। बाँदर शाखा बनाएर बिचरा कृषक उठेर गाउँ खाली बसेको थाहा छैन, माइती घरमा उठेर बाँदर मार्नु हुँदैन भनेर। पातकीहरू यिनीहरू, अपराधीहरू। के को अभियन्ता? केही अभियन्ता होइन। यस्ता अभियन्तालाई जागिदिनुपर्छ जेलमा, अनि ठिक हुन्छ। के सही के गलत भनेर छुटाउन नसक्ने, सबै चिज गलत हुन्छ। बाँदर मार्नु, तिम्रो घरमा लिएर पाल बाँदर, अनि ठिक हुन्छ।